इजरायलले इरानमा गर्यो भयानक हवाई हमला। उक्त आक्रमणमा परेर इरानका सेना प्रमुखको मृत्यु। विश्वभर मचियो हङ्गामा। मध्यपूर्वमा इजरायल र इरान बीच भयानक युद्धको सम्भावना। छोरा बसेको भवनमा विमान ठोकियो। 242 जना यात्रु मध्ये दुर्घटनाबाट बाँच्न सफल। रमेश भन्छन् बिउजिँदा वरिपरि लासहरू मात्रै थिए। G7 रुसमाथि प्रतिबन्धबारे ट्रम्पलाई दबाब आउनेमा जेलेन्स्की आशावादी। अमेरिकी राष्ट्रपतिलाई भेट्न आफू आतुर रहेको गरे दाबी। टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई 1-1 करोड रुपैयाँ दिने। पखेटाको फल्यापले विमान दुर्घटनामा भूमिका खेलेको हुन सक्ने विज्ञको आशंका। विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद विमानस्थल खुल्यो। कमजोर नेपाललाई EUद्वारा उच्च जोखिम सूचीमा समावेश। हिजो भएको दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रूपानीको पनि मृत्यु। एयर इन्डियाको विमान दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त। नेपालको 4वटा प्रदेशमा मनसुन प्रवेश गर्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले निकै स्तब्ध बनाएको बताए र ट्रम्प विरुद्ध टिप्पणी गरेकोमा मस्कले माने पछुतो। आफ्नै सामाजिक सञ्जालबाट गल्ती भएको गरे स्वीकार। अब समाचार विस्तारमा। मध्यपूर्वमा फेरि तनाव बढेको छ। इजरायली वायुसेनाले इरानमा आक्रमण सुरु गरेपछि तनाव बढेको हो। इरानको राजधानी तेहरानको उत्तरपूर्वमा विस्फोटहरू भएको रिपोर्ट गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानको राज्य सञ्चालित सञ्चार माध्यमले क्रान्तिकारी गार्डका प्रमुख हुसेन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको जानकारी दिएको छ। उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीमध्ये एक हुन्। इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका 2 वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ। यसमा आणविक ऊर्जा सङ्गठनका पूर्व प्रमुख फेरेदुन अब्बासी र तेहरानमा रहेको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची समावेश रहेका छन्। सन् 2010मा तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीलाई मार्ने प्रयास गरिएको थियो, तर उनी बाँचेका थिए। इजरायलले इरानको आणविक कार्यक्रम र अन्य सैन्य प्रतिष्ठानहरूसँग सम्बन्धित स्थलहरूमा लक्षित आक्रमण गरेको बताएको छ। इरानी सरकारी टेलिभिजनले नातान्ज आणविक केन्द्रमा नयाँ विस्फोट भएको रिपोर्ट गरेको छ। यो आणविक केन्द्र तेहरानबाट लगभग 225 किलोमिटर दक्षिणमा अवस्थित रहेको छ। दुर्घटनाले भारत पुनः शोकमा परेको छ। दुर्घटनामा कम्तीमा 241 जनाको मृत्यु भएको छ। विगतका घटनाहरू हेर्दा भारतमा नागरिक उड्डयन सुरक्षाका चुनौती अझै गम्भीर रहेको देखिन्छ। यहाँ छन् विगतका केही प्रमुख ठुला विमान दुर्घटनाहरू। जुन 2025 अहमदाबाद गुजरात। अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ड्रिम लाइनर विमान उडिएको केही समयमै छात्रावासमाथि खसेको थियो। विमानमा सवार 241 जनाको मृत्यु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाले निकै स्तब्ध र दुखी बनाएको बताएका छन्। मोदीले सामाजिक सञ्जालमा लेख्दै यो दुर्घटना हृदय विदारक रहेको र यसलाई शब्दमा वर्णन गर्न नसकिने बताएका छन्। भारतको गुजरातमा रहेको अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन्। उनको असरवामा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। त्यसै क्रममा 40 वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरैजना चकित परेका थिए। उनलाई छाती, आँखा र खुट्टामा चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। बेलायती नागरिक रमेशले आफन्तलाई भेट्न भारत आएको बताए। भारत बसाइका क्रममा दाजु अजयसँग विभिन्न स्थानमा घुमघाम पनि गरेको उनको भनाइरहेको छ। एयर इन्डियाको जहाजबाट दाजुसँगै उनी सवार रहेका थिए। आफू बाँच्न सफल भए पनि दाजु अहिलेसम्म फेला नपरेको उनले बताएका छन्। रमेशले विमान उडेको 30 सेकेन्डमै पड्किएको जस्तो आवाज आएको बताएका छन्। विमान उडेको झन्डै 30 सेकेन्डपछि ठुलो आवाज आयो र त्यसपछि दुर्घटना भयो उनले भनेका छन्। सबै कुरा यति छिटो भयो कि सोच्नै नसकेको उनको भनाइरहेको छ। दुर्घटनापछि आफू होसमा आउँदा वरिपरि लासहरू देखेको उनले बताएका छन्। जब म होसमा आएँ मेरो वरिपरि लासहरू थिए। म डराएँ, उठेर दौडिएँ। चारैतिर विमानका टुक्रा टुक्रा फैलिएका थिए। कसैले मलाई समाते र एम्बुलेन्समा हालेर अस्पताल ल्याए उनले भने। रमेश विगत 20 वर्षदेखि लन्डनमा बस्दै आएका छन्। उनकी पत्नी र बच्चाहरू पनि लन्डनमै रहेका छन्। उनले आफ्ना दाजु अजयलाई खोजिदिन अपिल पनि गरे। दाजु र आफू फरक फरक ठाउँमा बसेको उनको भनाइरहेको छ।
बिहिबार 1:39 बजे अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको 787 विमान केही क्षणमै दुर्घटनामा परेको थियो। उक्त विमान डाक्टरहरू बस्ने होस्टेलमा खसेको थियो। विमानमा क्रुसहित 242 जना सवार रहेका थिए, जसमध्ये 169 जना भारतीय नागरिक र 61 जना विदेशी नागरिक रहेका थिए। विदेशी मध्ये पनि 53 जना बेलायती, 7 जना पोर्चुगी र 1 जना क्यानाडाका नागरिक रहेका थिए। युरोपेली सङ्घ EUले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी उच्च जोखिमयुक्त तेस्रो मुलुकको सूचीमा समावेश गरेको छ। वित्तीय कार्यवाही कार्यदल FATFले नेपाललाई खैरो सूचीमा राखेको केही महिनापछि EUले पनि सोही कदम चालेको हो। मङ्गलबार युरोपेली आयोगले जारी गरेको विज्ञप्ति अनुसार नेपाल सहित 10 नयाँ मुलुकलाई यो सूचीमा थपिएको छ भने संयुक्त अरब इमिरेट्स UAE लगायत 8 मुलुकलाई सूचीबाट हटाइएको छ। सूचीमा नयाँ थपिएका अन्य देशहरूमा अल्जेरिया, अङ्गोला, आइभरी कोस्ट, केन्या, लाओस, लेबनान, मोनाको, नामिबिया र भेनेजुएला रहेका छन्। यो निर्णयसँगै अब नेपालसँग सम्बन्धित वित्तीय कारोबारहरूमाथि युरोपेली सङ्घमा आधारित संस्थाहरूले विशेष निगरानी गर्नेछन्। EUले आफ्नो वित्तीय प्रणालीलाई सुरक्षित राख्न, अवैध वित्तीय प्रवाहलाई रोक्न अन्तर्राष्ट्रिय मापदण्डहरू लागू गर्न यो कदम चालिएको बताएको छ। यो सूचीले नेपालको वित्तीय सुशासन प्रणाली, विशेष गरी वित्तीय अपराधको अनुगमन र रोकथाममा अन्तर्राष्ट्रिय चासो र कमजोरी रहेको देखाउँछ। यसले तत्काल कुनै प्रतिबन्ध नलगाए पनि अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताहरूमाझ जोखिमको धारणा बढाउँछ, जसले सीमापार वित्तीय कारोबार र सम्पत्ति ब्याङ्किङ सम्बन्धमा जटिलता निम्त्याउन सक्छ। EUको यो अध्यावधिक सूची FATFको खैरो सूचीसँग मेल खान्छ। FATFले गत फेब्रुअरी 2024मा नेपाल र लाओसलाई यो सूचीमा राखेको थियो। एयर इन्डियाको बोइङ 787 ड्रिम लाइनर विमान बिहिबार दिउँसो भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। विमानमा 12 जना चालक दलका सदस्यसहित 242 जना सवार रहेका थिए। अहिलेसम्म दुर्घटनामा 1 जना मात्र यात्रु बाँचेका छन्। बाँकी सबैको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले समाचारमा उल्लेख गरेको छ। विमानको सिट नम्बर 11A मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका छन्। उनको भिडियो पनि सार्वजनिक भएको छ। यसअघि समाचार एजेन्सी ANI ले प्रहरी आयुक्तलाई उद्धृत गर्दै अर्को व्यक्तिको अस्पतालमा उपचार भइरहेको जानकारी दिएको थियो, तर उनको पनि मृत्यु भएको छ। भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको विमानमा 1 जना यात्रु जीवितै उद्धार गरिएको छ। यसअघि विमानमा सवार सबै 242 यात्रुको ज्यान गएको स्थानीय प्रशासनले पुष्टि गरे तापनि 1 जना यात्रु जीवितै फेला परेका हुन्। भारतीय सञ्चार माध्यम न्युज 18 का अनुसार अहमदाबाद प्रहरी प्रमुखले आफ्नो अघिल्लो अभिव्यक्ति सच्याउँदै भनेका छन्, मेरो अघिल्लो भनाइ गलत रूपमा उद्धृत गरिएको थियो। 1 जना व्यक्ति जीवित भेटिएका छन्। अहिले उनको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबाट बचेका ती व्यक्ति 40 वर्षीय विश्वास कुमार रमेश रहेको जनाइएको छ। उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ। भारतमा आफ्ना आफन्त भेट्न आएका विश्वास आफ्नो दाजु अजय कुमार रमेशसँगै बेलायत फर्किँदै थिए। एयर इन्डियाको विमान अहमदाबादबाट बेलायतको लन्डनमा रहेको ग्याटविक विमानस्थलतर्फ उडेको केही समयमै दुर्घटनामा परेको हो। विमानस्थल नजिकैको चिकित्सकहरूको आवासीय क्षेत्रमा खस्दा भवनमा रहेका मानिसहरू समेत गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य यात्रुहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलबाट प्राप्त तस्बिर तथा भिडियोहरूमा विमानका भागहरू होस्टेल भवन वरिपरि छरिएको देखिन्छ। केही तस्बिरहरूमा विमानको पुच्छर भवनको छतमा अड्किएको देखिन्छ। एयर इन्डियाका अनुसार उक्त विमानमा 11 जना बालबालिका सहित कुल 242 जना सवार रहेका थिए। तीमध्ये 169 जना भारतीय, 53 जना बेलायती, 7 जना पोर्चुगिज तथा 1 जना क्यानेडाली नागरिक रहेका थिए। रमेश बाहेक सबैको मृत्यु भएको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थलको भ्रमण गरेका छन्। दुर्घटना स्थलपछि सिभिल अस्पताल पुगेका छन्। यहाँ उनले घाइतेहरूलाई भेटेका छन्। बिहिबार अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो। लन्डनका लागि उडान भरेको केही समयपछि नै विमान आवासीय क्षेत्रमा खसेको थियो। एयर इन्डियाले 242 जना सवारमध्ये 241 जनाको मृत्यु भएको पुष्टि गरेको छ। विमानमा 230 यात्रु र 12 जना चालक दलका सदस्य
बसिरहेका थिए। भारतीय मूलका एक बेलायती यात्रु यो घटनामा बाँच्न सफल भएका छन्। यो दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानीको पनि मृत्यु भएको छ। 2.25 लाख लिटर इन्धन भएको कारण तापक्रम यति उच्च थियो कि कसैलाई पनि बचाउने सम्भावना थिएन। भारतको अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको एयर इन्डियाको बोइङ 787 ड्रिम लाइनर विमान बिहिबार दिउँसो उडेको केही समयमै दुर्घटनामा परेको हो। विमानमा 2 जना पाइलट, 10 जना केबिन क्रू सदस्यसहित जम्मा 242 जना सवार रहेका थिए। भारतका केन्द्रीय गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेका छन् भने अहमदाबादमा रहेको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ। अहमदाबाद सिभिल अस्पतालको ट्रामा सेन्टरमा दुर्घटनामा परि गम्भीर रूपमा जलेका शवहरू ल्याइएका छन्। धेरै शवहरू यति जलेका छन् कि पहिचान गर्न कठिन भएको अस्पताल स्रोतले जनाएको छ। यसैबीच टाटाले मृतकका परिवारलाई राहत स्वरूप 1 करोड रुपियाँ दिने बताएको छ। एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अहमदाबाद लन्डन ग्याटविक उडान सङ्ख्या AI 171 एक दुर्घटनामा परेको छ। अहिले हामी थप विवरण सङ्कलन गर्दैछौँ, यथाशीघ्र जानकारी दिनेछौँ। एयर इन्डियाले यात्रु र आफन्तका लागि समर्पित हेल्पलाइन नम्बर 185691 र 444 सञ्चालनमा ल्याएको छ। एयर इन्डियाको स्वामित्वकर्ता टाटा समूहले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक यात्रुका परिवारलाई 1 करोड भारतीय रुपियाँ सहयोग दिने घोषणा गरेको छ। मेघानी नगरमा रहेको BJ मेडिकल कलेज र सिभिल अस्पतालको छात्रावासमा एयर इन्डियाको विमान ठोकिँदा ठुलो क्षति पुगेको छ। प्रारम्भिक रिपोर्टहरू अनुसार कम्तीमा 20 जना मेडिकल विद्यार्थी घाइते भएका छन्। PTI समाचार एजेन्सीले उद्धृत गरेको एक प्रत्यक्षदर्शीका अनुसार विमान छात्रावासको डाइनिङ हलमा खसेको थियो, जहाँ धेरै विद्यार्थी उपस्थित रहेका थिए। उनीहरूमध्ये धेरै घाइते भएका छन् र अस्पताल लगिएको छ। प्रत्यक्षदर्शी हरेश शाहका अनुसार त्यहाँ 5 तल्ले आवासीय भवनहरू रहेका छन्। ती भवनहरूमा पनि आगलागी भएको थियो र भित्र रहेका धेरै मानिसहरू घाइते भएका थिए। गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानीको अहमदाबादमा बिहिबार भएको एयर इन्डिया विमान दुर्घटनामा निधन भएको छ। उक्त विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको थियो। पूर्व मुख्यमन्त्री विजय रूपाली आफ्नी छोरीलाई भेट गर्न लन्डन जाँदै थिए। केन्द्रीय मन्त्री CR पटेलले पूर्व मुख्यमन्त्री रूपानीको मृत्यु भएको पुष्टि गरे। भारतीय जनता पार्टी भाजपा गुजरातका प्रमुख समेत रहेका पाटिलले पूर्व मुख्यमन्त्री रूपानीको निधनप्रति शोक व्यक्त गर्दै भने उहाँ आफ्नो परिवारसँग भेट गर्न जाँदै हुनुहुन्थ्यो, तर यो दुःखद दुर्घटनामा परि जानुभयो। भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून्। भारतीय सञ्चार माध्यमका अनुसार पूर्व मुख्यमन्त्री रूपानीकी पत्नी लन्डनबाट र छोरा अमेरिकाबाट अहमदाबाद आउँदैछन्। उक्त विमानमा 12 जना चालक दल सहित कुल 242 जना यात्रु सवार रहेका थिए। दुर्घटनाग्रस्त विमानमा 169 जना भारतीय, 53 जना बेलायती, 7 जना पोर्चुगिज र 1 जना क्यानाडाली नागरिक सवार रहेका थिए। दुर्घटना अहमदाबादको मेघानी नगर क्षेत्रमा भएको हो। विमानमा सवार 1 जनालाई जीवितै उद्धार गरिएको छ। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आगामी G7 शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसमाथिको प्रतिबन्ध बढाउन नेताहरूले दबाब दिनेमा जेलेन्स्कीले आशा व्यक्त गरेका छन्। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणका बावजुद वासिङ्टनले 3 वर्षपछि मस्कोसँगको सम्बन्ध अघि बढाएपछि युरोप र कियेभ ट्रम्पबाट तर्सिएका छन्। गत फेब्रुअरीमा व्हाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीचको वार्ता पनि तिक्ततापूर्ण भएको थियो। घटनाले युक्रेनमा पश्चिमा मित्र राष्ट्रलाई स्तब्ध बनाएको थियो। त्यसपछि जेलेन्स्की अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयासमा देखिए पनि यो जोडीले अप्रिलमा भ्याटिकनमा छोटो समय मात्रै भेटवार्ता गरेको थियो। त्यसपछि जेलेन्स्की अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयासमा देखिए पनि यो जोडीले अप्रिलमा भ्याटिकनमा छोटो समय मात्रै भेटवार्ता गरेको थियो। जेलेन्स्कीले भने म क्यानाडामा यसै साताबाट सुरु हुने G शिखर सम्मेलनमा ट्रम्पसँग कुराकानी गर्न आतुर रहेको छु। हालैका दिनहरूमा जेलेन्स्की र उनका सहयोगीहरूले सहयोगी राष्ट्रहरूलाई रुसमाथि दबाव बढाउन आह्वान गर्दै आएका छन्, किनकि उसले युक्रेनी सहरहरूमा अत्यधिक सङ्ख्यामा ड्रोन प्रक्षेपण गरिरहेको छ। ट्रम्पसँग सम्भावित बैठकको बारेमा बोल्दै जेलेन्स्कीले भने नयाँ प्रतिबन्ध र प्याकेज धेरै महत्त्वपूर्ण रहेको छ। अन्तिम निर्णय अझै व्हाइट हाउसमा रहेको छ। यो संयुक्त राज्य अमेरिकाका राष्ट्रपति
ट्रम्पमा निर्भर गर्दछ। ट्रम्प र संयुक्त राज्य अमेरिकाले अघि सारेका शान्ति प्रयास अहिलेसम्म सफल हुन सकेका छैनन् र रुसले बिना शर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ। बेलायतको राजधानी लन्डन जान लागेकी एक युवती 10 मिनेट ढिला हुँदा एयर इन्डियाको भीषण विमान दुर्घटनाबाट संयोगले ज्यान जोगाउन सफल भएकी छन्। रिपब्लिकन टिभीको रिपोर्ट अनुसार भूमि चौहान ट्राफिकमा फसेर फ्लाइट छुटेका कारण दुर्घटनाग्रस्त भएको एआई 171 विमान चढ्नबाट छुटेकी थिइन्। मेरो शरीर अझै काँपिरहेको छ, मेरो ज्यान जोगियो भन्ने सोच्दा पनि डर लागिरहेको छ, चौहानले भनिन्। उनका अनुसार उनी दिउँसो करिब 31 बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किएकी थिइन्। एयर इन्डियाको विमान 1:38 बजे उडेको थियो र त्यसपछि केही मिनटमै विमानस्थल नजिकैको बस्ती क्षेत्रमा दुर्घटना भएको थियो। मेरो दिमाग पुरै शून्य भएको छ, म भगवानप्रति आभारी रहेको छु, मेरो गणपति बाप्पाले मलाई बचाउनु भयो, उनले भनिन्। चौहान एयर इन्डियाको उक्त फ्लाइटमा एक्लै लन्डन फर्किन लागेकी थिइन्। उनी 2 वर्षपछि बिदामा भारत आएकी थिइन्। लन्डनमा उनी आफ्नो पतिको साथ बस्छन्। त्यो 10 मिनेटको कारण म फ्लाइट चढ्न सकिनँ। म यो सबै कसरी व्यक्त गरौँ मलाई नै थाहा छैन, उनले भावविह्वल हुँदै भनिन्। यता अहमदाबादका प्रहरी आयुक्त जीएस लन्डन जाँदै गरेको विमान दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि अहमदाबादमा रहेको अस्पतालहरूमा आफन्तहरूको भिड लागेको छ। दुर्घटनामा परेकाहरूको अवस्था बुझ्न आफन्तहरू अस्पताल धाउन थालेका छन्। अहमदाबादको एक अस्पतालमा पुगेका पुनम पटेलले समाचार एजेन्सी एआईसँग कुरा गर्दै भने कि उनकी भाउजू उक्त विमानमा सवार रहेकी थिइन्। विमान दुर्घटनाको खबर 1 घन्टामै आयो, त्यसपछि म अस्पताल पुगेँ, उनले भने। उता रामेला नाम गरेकी एक महिलाले आफ्ना छोरा होस्टेलमा भएको समयमा विमान खसेको जानकारी दिइन्। रामेलाका अनुसार उनका छोरा लन्च ब्रेकका लागि होस्टेल गएका थिए। प्लेन होस्टेलमै खस्यो, त्यसपछि मेरो छोराले ज्यान जोगाउन दोस्रो तलाबाट हाम फाल्यो, उनले भनिन्। छोरा सामान्य घाइते भए पनि अहिले सुरक्षित रहेको रमिलाले जानकारी दिइन्। उद्धार कार्य अझै पनि जारी रहेको छ। राजधानीमा आन्दोलनका क्रममा चैत 15 गते तिनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग थुनछेक बहस सकिएसँगै आज आदेश आउने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित 39 प्रतिवादीको आज बेलुका 5 बजे थुनछेक बहस सकिएको हो। बहस सकिएसँगै न्यायाधीश कार्की आदेश लेखनमा जुटेका थिए। बहस सकिएको 4.5 घन्टा बित्दा पनि आदेश आएको छैन। आजै आदेश आउने अदालत स्रोतले जानकारी गराएको छ। आदेश आउने भएपछि अदालत परिसरमा समर्थकहरू जम्मा भएका छन्। गत जेठ 20 गतेदेखि प्रसाईसहितको थुनछेक बहस सुरु भएको थियो। 86 वर्षका नवराज सुवेदीले तीखो बोले पनि कमला थापाले आक्रोश व्यक्त गर्दै र राजेन्द्र लिङ्गदेनले सदाबहार शैलीमा सम्झाउन खोजे पनि खाँटी राजावादीहरू भने राजा ल्याउने गरी जनता नउठेको निष्कर्षमा पुगेका छन्। अर्थात् यही पाराले गणतन्त्र ढल्दैन र राजा ल्याउन गरिएको आन्दोलन पार लाग्दैन भन्नेमा राप्रपाका एक उपल्ला नेताको टिप्पणी रहेको छ। राजावादी समूहकै नेता पूर्व राजा ज्ञानेन्द्रमा बुद्धि नभएको र पूर्व पञ्चहरू बीचकै बेमेलले स्थिति सन्तोषजनक नभएको टिप्पणी गरेका छन्। ज्ञानेन्द्रको नवराज रूपी रसायनले ज्ञानेन्द्र कमल केशर कसैलाई पनि जोड्न सकेको देखिएन। उनै नेता भन्छन् यो बिना तयारीको हुटहुटी मात्रै हो। राजतन्त्र फर्काउनु भन्दा पनि ज्ञानेन्द्रले थापा र लिङ्गदेनलाई तर्साउन मात्र खोजेको भनेर यो समूहभित्र कुरा हुन थालेको छ। ज्ञानेन्द्रको बुद्धि नभएरै राजतन्त्र गएको हो। प्रचण्डजीको ज्ञानेन्द्रका लातले 7 दल गणतन्त्रसम्म पुगेका हुन्, अन्यथा हाम्रो मात्रै केही चल्दैन थियो भनेर बोलेकै हुन्, पुराना राजावादी नेता भन्छन्। गिरिजादेखि माधवसम्मले प्रधानमन्त्री बन्न दरखास्त हालेकै थिए। पूर्व राजाको बढ्ता महत्त्वाकांक्षाले राजतन्त्र नै खरानी भयो। ज्ञानेन्द्रले पछिल्लो समय 86 वर्षका सुवेदीलाई टिपेपछि त झन् राजावादी बीच चरम बेमेलको स्थिति रहेको छ। ज्ञानेन्द्रले सुवेदीलाई अगाडि सार्नुको रहस्य राजतन्त्र फर्काउने होइन, राप्रपामा गुट खडा गर्ने रहेछ। यस्तो सोचले राजतन्त्र कसरी फर्किला? उनी नेता भन्छन् 4 दिनमा उनीहरूले मानिस उतार्ने नसकेपछि गणतन्त्रवादीलाई तर्साउन समेत सकेनन् भन्ने निष्कर्ष हो।
नेपालमा 15 दिन अगावै भित्रिएर रोकिएको मनसुन आज थप 4 प्रदेशमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भूभाग सहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ। महाशाखाका मौसमविद गोविन्द झाले मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भूभागमा र लुम्बिनी प्रदेशका थोरै भूभागमा मनसुन फैलिएको जानकारी दिए। यसअघि यही जेठ 15 गते राति नेपालमा मनसुन भित्रिएको थियो। त्यसपछि मनसुन सोहोरिएर पूर्वी एसिया गएको थियो। कोशीबाट फैलिन नपाएको मनसुन आज भित्रिएको 14 दिनपछि अन्य 4 प्रदेशमा फैलिएको हो। अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताएका छन्। मनसुन भित्रिने सरदर मिति जुन 13 अर्थात् आज शुक्रबार हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कले आफ्नो बारे गरेको टिप्पणीप्रति माफी दिएका छन्। व्हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले प्रेस ब्रिफिङ गर्दै भनिन्, राष्ट्रपतिले आज बिहान एलोनले जारी गरेको टिप्पणीलाई स्वीकार गरेका छन् र उनी यसको कदर गर्छन् र हामी अमेरिकी जनताको व्यवसायमा ध्यान केन्द्रित गर्न जारी राखेका छौँ। मस्कले सरकारी सम्झौताको समीक्षाको बारेमा सोद्धा लेभिटले त्यो दिशामा अहिलेसम्म कुनै कदम नचालिएको बताएकी छन्। मलाई थाहा भएसम्म अहिलेसम्म त्यो मोर्चामा कुनै प्रयास गरिएको छैन, उनले भनिन्। सीएनएनका अनुसार मस्कले यही सोमबार राति ट्रम्पलाई फोन गरेका थिए। साथै उनले बुधबार ट्रम्पको बारेमा गरेका केही पोस्टमा पछुतो व्यक्त गरेका थिए। गत हप्ता राष्ट्रपति ट्रम्पको बारेमा मेरा केही पोस्टहरूप्रति मलाई पछुतो रहेको छ, त्यो अलि बढी भयो, मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका थिए। ट्रम्प प्रशासनबाट बाहिरिएपछि उनीहरूबीच टकराव सुरु भएको थियो। टकराव गत हप्ता बुधबार तीव्र भयो र बिहिबार दुई बीचको टकराव उल्लेखनीय रूपमा बढ्यो। ट्रम्पले सङ्घीय सरकारसँगको आफ्नो ठुलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका थिए भने मस्कले ट्रम्प विरुद्ध महाअभियोगको माग गरेका थिए। गत वर्ष अमेरिकी राष्ट्रपति चुनावमा मस्कले डोनाल्ड ट्रम्पलाई खुलेआम समर्थन गरेका थिए। राष्ट्रपति बनेपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुख बनाएका थिए। हवस् त, विश्वभरिका घटनाक्रमलाई समेटेर ग्रेटर नेपाल टिभीले तयार पारेको विश्व खबरको समय सकिएको छ। यतिन्जेलसम्म हेरेर साथ दिने तपाईँ सम्पूर्ण दर्शकवृन्दलाई धेरै धेरै धन्यवाद भन्दै आजको विश्व खबरबाट म विवश बुढाथोकीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।